जय मसी अनि नमस्कार आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो युट्युब च्यानल इसाक अफिसियल हेरिराख्नुभएका तपाईँ सम्पूर्ण आदरणीय दर्शक श्रोताहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आज फेरि पनि म तपाईँहरूको बीचमा परमेश्वरको पवित्र वचन लिएर उपस्थित भएको छु। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। यो भन्दा पहिलेका वचनहरूबाट पनि आशिषित हुनुभएको छ भन्ने कुरामा म विश्वास गर्दछु। आज फेरि पनि मैले तपाईँहरूको बीचमा परमेश्वरको वचन लिएर आएको छु। आजको शीर्षक छ परमेश्वरले तपाईँलाई किन छान्नुभयो। परमेश्वरले संसारका मानिसहरूबाट, तपाईँको परिवारबाट, तपाईँको समाजबाट आज तपाईँलाई मात्र किन चुन्नुभयो, किन छान्नुभयो र परमेश्वरले तपाईँको जीवनमा के गर्न चाहनुहुँदैछ। प्रियहरू, परमेश्वरले आज धेरै मानिसहरूलाई छान्नु भएको छ। धेरै व्यक्तिहरूलाई परमेश्वरले आफ्नो महिमाको लागि, आफ्नो प्रशंसाको लागि र आफ्नो राज्य विस्तारको लागि परमेश्वरले चुन्नु भएको छ। तपाईँ जातिहरूको बीचबाट तपाईँलाई अलग गराउनु भएको छ र परमेश्वरको योजना तपाईँहरूको जीवनमा छ। संसारमा धेरै मानिसहरूलाई आफैलाई बेकार अनि अस्वीकार गरेको महसुस गर्छन्। आफैलाई म केही पनि होइन भन्ने कुराले चाहिँ मानिसहरू आफूलाई कमजोर तुल्याइरहेका हुन्छन्। तर बाइबलले भन्छ तपाईँ छानिएको व्यक्ति हुनुहुन्छ। परमेश्वरले किन छान्नुभयो भनेर तपाईँ कहिले पनि आफूलाई अन्यलमा नपार्नुहोस्, किनभने तपाईँको जीवन र तपाईँलाई चाहिँ राजकीय पुजारी बनाउनको निम्ति, स्वर्गको एउटा असल सिपाही बनाउनको निम्ति, परमेश्वरको राज्यको एउटा असल व्यक्ति बनाउनको लागि परमेश्वरले छान्नु भएको हो। परमेश्वरले आफ्नो योजना तपाईँमा पुरा गर्नलाई छान्नु भएको। प्रियहरू, पहिलो पत्रुस 2:9 भन्छ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उद्योगको ज्योतिमा ल्याउनुभयो ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया, परमेश्वरलाई महिमा भएको यो वचन पढाइबाट परमेश्वरले भन्नुभएको छ तपाईँ र मलाई चाहिँ उहाँको राज्यलाई घोषणा गर्नको लागि, उहाँका महिमाको घोषणा गर्नको लागि आज चुन्नु भएको छ। तपाईँलाई एउटा एकदमै गिरेको मान्छे बनाउनको लागि होइन, उहाँले राजकीय पुजारीगिरी, पवित्र जातिको रूपमा तपाईँलाई खडा गर्नको लागि, खडा र स्थिर गराउनको लागि, अन्धकारका शक्तिहरूबाट, रोगहरूबाट, बिमारहरूबाट, पीडाहरूबाट, समस्याहरूबाट परमेश्वरको महिमा गर्नको लागि प्रियहरू आज परमेश्वरले तपाईँलाई छान्नु भएको छ। तपाईँलाई लाग्न सक्छ मेरो जीवनमा परमेश्वरको उद्देश्य के होला, मेरो जीवनबाट परमेश्वर के चाहनुहुन्छ भने तपाईँ कहिले पनि अन्यलमा नपर्नुहोस्, किनभने परमेश्वरले तपाईँलाई प्रेम गरेको कारण नै छान्नु भएको हो। परमेश्वरले तपाईँलाई चाहिँ वास्ता गरेको कारण नै परमेश्वरले तपाईँलाई छान्नु भएको हो कि परमेश्वरले खोजेर तपाईँलाई चुन्नु भएको हो। आज तपाईँलाई लाग्न सक्छ मैले कुनै व्यक्तिबाट सुसमाचार सुने, मैले परमेश्वरलाई खोजेँ, मैले पो परमेश्वरलाई पाएको हुँ। होइन प्रियहरू, किनभने परमेश्वरले तपाईँलाई खोज्नु भएको हो, परमेश्वरले तपाईँलाई चुन्नु भएको हो। आज मानिसहरूले खोज्यौँ र मैले पाएँ भनेर घमण्ड गर्न सक्छन्, तर त्यो होइन, किनभने अनुग्रहद्वारा परमेश्वरले तपाईँलाई छान्नु भएको छ। तपाईँलाई वास्ता गरेर परमेश्वरले छान्नु भएको छ। जसरी बुवाले आफ्नो बच्चाको वास्ता गर्छ, जसरी बुवाले आफ्ना सन्तानहरूलाई माया गर्छ, त्यसै गरी नै परमेश्वरले तपाईँलाई माया गर्नुभएको छ। परमेश्वरले त्यसरी नै तपाईँलाई प्रेम गर्नुभएको छ। प्रियहरू, यूहन्ना 15:16 भन्छ, मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने, तिमीहरूलाई नियुक्त गरे किनकि तिमीहरू जाऊ र फल फलाऊ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सोध दिनुहुनेछ। हालेलुया, आज परमेश्वरले प्रेम गरेकै कारण परमेश्वरले तपाईँ र मलाई नियुक्त गर्नुभयो। परमेश्वरले वास्ता गरेकै कारण तपाईँ र मलाई परमेश्वरले चुन्नुभयो। तपाईँ र मलाई वास्ता गरेकै कारण परमेश्वरले तपाईँ र मलाई फल फलाउने संज्ञा दिनुभयो, फल फलाऊ भनेर अनुमति दिनुभयो। आज परमेश्वरले तपाईँको जीवनबाट ठुलो महिमा परमेश्वरले चाहनु भएको छ। प्रियहरू, आज धेरै मण्डलीहरू छन्, धेरै व्यक्तिहरू छन्, धेरै विश्वासीहरू, लिडर, अगुवा विभिन्न किसिमको आफ्नो जीवन चाहिँ संसारमा जिइरहेका छन्, तर उनीहरूले आफ्नो
परमेश्वरको योजना मेरो जीवनमा के छ, मेरो परमेश्वरले मलाई किन छान्नुभयो, किन अलग गराउनु भयो, आज मेरो परिवारबाट मात्रै मलाई किन चुन्नुभयो भन्ने कुरामा चाहिँ उनीहरू अन्योलमा परेको कारण, दुविधामा परेको कारण आज मानिसहरूले चाहिँ साँचो परमेश्वरले चुन्नुको उद्देश्य के हो भन्ने कुरा नबुझेर आफ्नो जीवन व्यर्थैमा अनि निराशामा बिताइराखेका छन्। तर परमेश्वरले भन्नुहुन्छ तिमीहरूले फल फलाऊ अनि तिमीहरूको फल फलिरहोस्, रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे माग्नेछौ सो तिमीहरूले पाउनेछौ भनेर चाहिँ परमेश्वरले आज भन्नुभएको छ प्रियहरू। त्यसैले म तपाईँलाई भन्दछु, परमेश्वरले तपाईँलाई प्रेम गर्नुभयो, परमेश्वरले तपाईँलाई वास्ता गरेको कारण नै तपाईँलाई चुन्नुभयो। तपाईँहरूलाई फल फलाउनको निम्ति तपाईँ विश्वासमा आएर रित्तो हुने होइन, तपाईँ ख्रिस्टमा आएर केही नभएको खाली हुने होइन, तर फल फलाउनको निम्ति परमेश्वरले तपाईँलाई छान्नु भएको छ। केही न केही नयाँ गर्नको लागि परमेश्वरले तपाईँलाई छान्नु भएको छ, ताकि मेरा सन्तानहरू चाहिँ मैले चुनेको उद्देश्य पुरा गर्न सकुन् भनेर चाहिँ परमेश्वरले तपाईँलाई छान्नु भएको छ र तपाईँलाई पवित्र जीवनका लागि छान्नु भएको छ प्रियहरू। आज तपाईँलाई लाग्न सक्छ परमेश्वरमा आएर पनि यदि तपाईँ पवित्र हुनुहुन्न भने, यदि तपाईँ परमेश्वरमा आएर पनि तपाईँ परमेश्वरले छान्नु भएको उद्देश्यलाई बुझ्नु भएको छैन भने परमेश्वरले तपाईँलाई पवित्र पार्नको लागि छान्नु भएको छ। परमेश्वरले तपाईँलाई निर्दोष होस् भनेर छान्नु भएको छ। परमेश्वरले तपाईँ एउटा जिम्मेवारी परमेश्वरको सन्तान होस् भनेर छान्नु भएको छ। परमेश्वरले पापबाट बाहिर रहन र परिवर्तनका लागि बोलाउनु भएको छ। पापबाट बसिरहन परमेश्वरले बोलाउनु भएन, तपाईँ पाप रहित भएर जीवन जिउन जरुरी छ प्रियहरू। किनभने हामी विश्वासमा आएको धेरै वर्ष महिना हुन्छ तर हामी पवित्र जीवन जिएका हुँदैनौँ, पवित्रतामा हामी हिँडेका हुँदैनौँ। तर परमेश्वरले चाहिँ तपाईँलाई पवित्र पार्नको निम्ति चुन्नुभएको, तपाईँलाई शुद्ध पार्नको निम्ति बोलाउनु भएको परमेश्वरले तपाईँलाई पापमा रहिरहन कहिले पनि अनुमति दिनु हुँदैन। किनभने तपाईँको हृदयमा आत्मामा लुकेर बसेको पापलाई तपाईँले त्याग्नुहोस्, पवित्र जीवन जिउनुहोस्। किनभने परमेश्वरले तपाईँलाई पवित्र जीवन जिउनको निम्ति बोलाउनु भएको छ, चुन्नु भएको छ, छान्नु भएको छ। परमेश्वरले चाहिँ तपाईँलाई अनन्त जीवन दिनको निम्ति छान्नु भएको छ प्रियहरू। तपाईँले बाइबलबाट हेर्नुभयो भने एफिसी 1:4 भन्छ, उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो अरे। हालेलुया। के हुनको निम्ति अरे? उहाँको सामुन्ने पवित्र हौ, निष्कलङ्क हौ भनेर चाहिँ संसारको उत्पत्ति हुनुभन्दा पहिले नै परमेश्वरले तपाईँलाई छान्नु भएको छ। आज तपाईँलाई परमेश्वरको राज्यमा आएर यदि तपाईँ पवित्र हुनुहुन्न भने, यदि तपाईँ शुद्ध हुनुहुन्न भने, आफ्नो जीवन चाहिँ बेकाममा तपाईँले चाहिँ बिताइराख्नु भएको छ भने तपाईँ छान्नुमा चुनिएको भित्र पर्नु भएको छैन प्रियहरू। त्यसैले तपाईँलाई परमेश्वरले छान्नुको उद्देश्य अथवा परमेश्वरले तपाईँलाई चुन्नुको उद्देश्य भनेको 1 नम्बरमा के हुन्छ भन्दाखेरि प्रेमको कारणले, होइन, प्रेममा रहेको कारणले, परमेश्वरले तपाईँलाई प्रेम गरेको कारणले। 2 नम्बरमा तपाईँले पवित्र हुनको लागि चुन्नुभयो तपाईँ, अनि 3 नम्बरमा चाहिँ तपाईँ फल फलाउनको लागि तपाईँलाई परमेश्वरले चुन्नु भएको छ। किनभने फल फलाउने विश्वासी हामी हुन जरुरी छ। किनभने परमेश्वरको उद्देश्य भनेको उत्पादनशील जीवन जिएको परमेश्वरले हेर्न चाहनुहुन्छ। फल फलाउनु भनेको के हो त? फल फलाउनु भनेको चाहिँ तपाईँको जीवनमा चाहिँ परमेश्वरको वचन फलाउनु हो, तपाईँको जीवनमा चाहिँ परमेश्वरको आज्ञा पालन गर्नु हो, तपाईँको जीवनमा चाहिँ तपाईँ पवित्र हुनु हो, तपाईँको जीवनमा चाहिँ परमेश्वरमा भएर तपाईँले अगाडि बढ्नु भनेको नि तपाईँको जीवनमा फल फलाउनु हो। किनभने हाम्रो जीवनले अरूलाई आशिष दिनुपर्छ। हामीले हाम्रो जीवनबाट अरूलाई फल फलाउनु भनेको हाम्रो जीवनबाट अरूलाई आशिषका कुराहरू बोल्ने, अरूलाई वचन सिकाउने, अरूलाई परमेश्वर मात्रै उद्धार र मुक्तिदाता हुनुहुन्छ भनेर सिकाउनु नै परमेश्वरको के हो? उद्देश्य हो प्रियहरू। परमेश्वरले तपाईँ र मलाई चुन्नुको उद्देश्य भनेको प्रेममा अगाडि बढ्न, सेवामा अगाडि बढ्न, धैर्य हुन र क्षमाशील हुन चाहिँ परमेश्वरले आज तपाईँ र मलाई चुन्नु भएको छ। म त्यसैले तपाईँलाई भन्न चाहन्छु, परमेश्वरले हामीलाई अनुमति दिनुभएको छ कि हामी संसारलाई उज्यालो बनाउनको निम्ति परमेश्वरले चुन्नुभएको छ। हाम्रो जीवनले परमेश्वरलाई महिमा गर्नको निम्ति हामीलाई चुन्नुभएको छ। जहाँ हामी जान्छौँ त्यहाँ ख्रिस्टको महिमा गर्नको लागि हामीलाई चुन्नु भएको छ। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, तपाईँ छानिएको हुनुहुन्छ, तपाईँ उद्देश्यसहितको छानिएको हुनुहुन्छ, तपाईँ जिम्मेवारसहित छानिएको व्यक्ति हुनुहुन्छ। परमेश्वरले तपाईँलाई आफ्नो जीवनबाट, परमेश्वरले हाम्रो जीवनबाट आफ्नो महिमा लिनको निम्ति छान्नु भएको छ प्रियहरू। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई आज छान्नु भएको छ, परमेश्वरले तपाईँलाई आज बनाउनु भएको छ। आज संसारका विभिन्न समस्या र त्यो सङ्कटबाट परमेश्वरले अलग गराउनु भएको छ। कारण तपाईँको जीवनलाई राजकीय पुजारीगिरी अथवा राजाको स्वरूपमा परमेश्वरले तपाईँलाई राख्न चाहनुहुन्छ। त्यसैले तपाईँ परमेश्वरमा सधैँ
एकदमै धर्मी हुने कोसिस गर्नुहोस्, एकदमै पवित्र हुने कोसिस गर्नुहोस्, आफ्नो जीवनमा प्रेम बगाउनुहोस्, आफ्नो जीवनमा फल फलाउनुहोस्, आफ्नो जीवन पवित्र जिउनुहोस्। उहाँको महिमा तपाईँको जीवनबाट तपाईँले देखाउनु भयो भने परमेश्वरले तपाईँलाई चुनेको कुरालाई चाहिँ प्रमाणित गर्न सक्छ। यदि हामी परमेश्वरले चुनेका भन्छौँ तर हामीमा प्रेम छैन, हामीमा फल फलाएका हामीले छैनौँ भने हामी कहिल्यै पनि परमेश्वरले चुनेका व्यक्ति हुन सक्दैनौँ। त्यसैले तपाईँलाई फल फलाउनको निम्ति, प्रेम गर्नको निम्ति परमेश्वरले तपाईँलाई चुन्नु भएको छ। हालेलुया, परमेश्वरलाई महिमा भएको होस्। धन्यवाद।